उनीहरूले भ्लगिङ गर्दा समाजलाई असर पार्ने बकवास शब्द प्रयोग गरेकाले पक्राउ परेका हुन्। साथीहरू, आज म दाङ तुलसीपुर आएको छु। कस्तो लागिरहेको छ धान रोप्दा? आमा, मासु भात र रक्सी दिनु भए म पनि धान रोप्दिन्छु है। धान रोप्न आएको कि भट्टी खोल्न? हे भगवान, कलुवा त यहाँ पनि क्यामेरा बोकेर आएछ तलै पखा। साथीहरू, आज म गजेडी ताल आएको छु घुम्न। मलाई बेच्न दुर्गा पौडेल आउँछु भनेको थियो, खोइ आएन त झुट पो बोलेछ क्या हो मुलाले। यति दाइ तपाई नेपाल किन आउनु भएको? नेपालको नेता धेरै चोर भयो कुत्ता भनेर आएको। यतिजी तपाईँ त नेपालमा यत्रो भाइरल हुनुभयो, तपाईँलाई प्रेम प्रस्ताव कसको आयो त? आकृति, आयुषा, निशा, मनिषा, अस्मिता। यतिको आयो। अब तपाईँ पनि चुनावमा उठ्ने हो। अब म घन्टीबाट उठ्छु अनि जितेर देश बनाउँछु। नमस्कार साथी, म आज गाउँतिर आएको छु। आमा मलाई हजुरको खोरी मन पर्यो, बिहे गरिदिनु हुन्छ। तलाई डेडु खुब लैजलास मेरी छोरी। सुस्मिता मेरो मात्र हो, तपाईले चाहिँ घारे पानीमा सुस्मितालाई बगाएर लग्छु। ला हेरम त बादर मेरो छोरी कसरी भगाउँछस्। गुरुङनी, मगर्नी, लिम्बुनी चाहिँ तिमीहरूको साथीहरू, यो बाहुनी र छेत्रीनी चाहिँ मेरो है। त पागल हो? नमस्ते सबैलाई, आज म भ्लगिङ गर्न आएको छु मेरो आमासँग इन्टरभ्यू लिन। ओइ यति तेरो जस्तो जुङ्गा भएको मान्छेले भ्लग बनाउँछ र? आज धेरै गर्मी भयो, म स्विमिङ गर्न आएको। अब कुन ठाउँ घुम्न आऊ? कमेन्ट गर्नुस् है। कति राम्रा केटी, हेर त भाइ। कस्तो बोका हुन्छन् टिप्पर ड्राइभरहरू नि मुर्दर। Excuse me, officer. How much does it cost to climb the tower? For you, Yeti, it's free. वेलकम टु माई पडकास्ट यति जी। थ्याङ्क यू, खुसी लाग्यो यहाँ आउन पाउँदा। तपाईको लभ पर्या छ रे नि हो। होइन, कोही बदर्नीहरूले भाउ दिन्नन्। नेपाली केटीहरू त सबै राम्रै हुँदा रहेछन् यार, स्पेशली चाइ चेत्रिनीहरू। गाइस, क्वेसन भने मिलाइदिनु होला है। बोट त चलाएको टाइटानिक न बनाओस् है। यति दाइ लाइफ ज्याकेट छ कि फेसन मात्र? स्टाइल पनि जरुरी हो नि पोखरामा। नमस्कार इन्टरनेट, म त तपाईहरूको फुर्सदिलो साथी हाम्रो यति। अहिले म काठमाडौँको मुटुमा छु, पशुपतिनाथ मन्दिरमा। कता हिँडेको सोल्तिनी? बीएफ बेच्न जान लाग्या सेतो माङ्से। शिट, पत्यम भन्या बीएफ राइसा। गाइज, यो खाना त एकदम मिठो छ। हो, हाम्रो नेपाली खाना त डरै मिठो हुन्छ। दाल भात त एनर्जीको किङ हो जस्तो छ। ये दिदी, केरा दिनु न। यति भाइ तिम्रोमा केरा पाउँदैन। मसँग भएको त खान मिल्दैन। तिम्रो हेलमेट खोइ यति? त्यो मलाई बनाउने मुलाले राख्ने बिर्सेखा। नेपालबाट सबै यतिहरूलाई पक्र्दैछौँ। कोही यति ब्लग बनाएर हिँडिरहेको देख्नुभयो भने कृपया 100 मा कल गर्नु होला। उनीहरूले भ्लगिङ गर्दा समाजलाई असर पार्ने बकवास शब्द प्रयोग गरेकाले पक्राउ परेका हुन्।